यो किरियपुत्रीको केसमा पनि मलाममा सबै जान्छन्, मलाम जान जरुरी छैन बरु, बुझिरहेको छैन कि? त्यो गइसकेको मान्छेले चाहिँ किरियपुत्रीलाई घरभित्र ल्याएर फर्किनु पर्थ्यो, फर्केर नि भएन, नआउनु पर्थ्यो, अनेकौं गर्नु पर्थ्यो, बुझिरहेको छ? त्यो चाहिँ किन यस्तो भइरहेछ त भन्दा अहिले ल्याक अफ एजुकेसन अथवा दुर्मति यस्तै केही भन्नु पर्ला। हजुर, अनि यी सबै क्रियाहरू चाहिँ जेठो छोरालाई नै गर्नुपर्छ भनिन्छ। छोरो त जेठो मात्रै हो, छोरी अरू त मनोरञ्जनका पूरक मात्रै हुन्। कसरी हो? जेठो छोरो चाहिँ जन्मिदिए हुन्थ्यो भनेर आमा कल्पिएकी हुन्छ। यो छोरो नजन्मिएको अवस्था अर्को लोग्नीले बिहे गर्छ कि भन्ने डर हुन्थ्यो। हजुरआमा हजुरबाउलाई पनि नाति पहिलो नाति भन्ने हुन्थ्यो। कुर्सुना सन्तानमा प्रेम घटिबढी भनिन मैले, तर जेठो भनेको चाहिँ महत्त्व छ र हाम्रोमा जेठो पुत्रलाई क्रिया गर्ने नै अधिकार छ, अरू भाइले नगरे नि केही लछारपाटो लाग्दैन। जेठो छोरोले अनिवार्य गर्नै पर्छ। छोरा नै छैनन् भने? छोरा छैनन् भने पनि दाजुभाइ बन्धु बान्धवका 7 कुलभित्रका छोरैले गर्नुपर्छ भन्छ, छोरीलाई गर्ने अधिकार छैन। किन छैन मर्जला भने बिहे गरिसकेकी हुन्छ छोरीले, बिहे नगरेको छ भने बिहे नगरिकन बसेकोमा पनि कोही गुरुहरूले त अहिले हुन्छ भन्नुहुन्छ। बिहे नगरिसकेको छोरीलाई त कर्म गर्ने अधिकारै छैन भन्दै त छु म। अब त्यो फेरि अन्त्य कर्म गर्ने अधिकार कसले दियो? अहिले गर्छन्, अब मैले गराइदिन्छन्, बाहुनहरूले गर्छन्, छोरी बहिनीहरूले। त्यो स्नेह हो, गरून्। छोरी मान्छेले आफै सृष्टि गर्न सक्दैन, पुरुषले पनि आफै सृष्टि गर्न सक्दैन। यी दुवैबाट सञ्चित भएर जन्मिएकोमा पहिलो छोरोलाई जेठो छोरो भनेर अंश दिँदा नि अलिकति बढी दिन्थे छोरी पहिला जेठाक भनेर। जेठो छोरो दुःख गर्यो, भाइ बहिनी हुर्कायो, आमालाई सुत्केरीमा सहयोग गर्यो, यस्तो गर्यो भनेर दिने चलन थियो। र दाइलाई सहयोग गर्ने हुन् अरू भाइ किरिए बसे पनि, त्योभन्दा मुनिकोले केही सहयोग गर्ने ऊ गर्ने, दाइलाई जसरी हुन्छ सहयोग गर्ने।